हेलो एभ्रिवान, तपाईँहरूले होली कसरी मनाउनु भयो? हाम्रो होली चाहिँ यस्तै भयो कि हामीले चाहिँ यो दिन होली नै ल राम्रोसँग सेलिब्रेट गरौँ भनेर बिदा राखेको थियौँ कि भाउजू र म दुवैजना भएर। तर खाफुन्चोले गर्दा बिहान उठ्दाखेरि दुईजना बिरामी नै जस्तो पर्यो कि। अनि यो दिन अलि घाम लागेको भएर नि हो कि के हो नि एकदमै धेरै खाफुन्चोले गाह्रो बनाएको थियो कि। अनि बाबुहरू चाहिँ विकेन्ड गएको गयो अनि हामी चाहिँ दिउँसो छिटै रेडी भएर बस्ने अनि उनीहरू आएपछि होली सेलिब्रेट गर्ने भनेको थियो कि। तर खाफुनले गर्दा एकदम गाह्रो भइसकेपछि हामी दुईजना मस्त औषधि खाएर बस्यौँ कि बिहानभरि। अनि बाबुहरू आएपछि एकछिन त रमाइलो गर्नै पर्यो भनेर हामीले मेरो ठुलो बदालाई यस्तो उल्लु बनायौँ नि। मेरो चाहिँ कलर लाउनु नहुने भएको भएर मैले कलर लगाएन। अनि त्यो पनि सँगै फोटोहरू खिचौँ भनेर कपडा सपडा लगाएर रेडी भयौँ कि। दाइ चाहिँ काममा जानुभएको भएर दाइ चाहिँ मिस हुनुभयो अनि हामी चारजनाको होली चाहिँ यस्तै नै भयो। अनि त्यो भए पनि एउटा मेमोरी क्रिएट गरौँ न भनेर के। अनि सबैजना भयो भने रमाइलो पनि हुने।